हेलो एभ्रिवान, मेरो नाम चाहिँ राकेश चौधरी अनि रिसेन्टली मेरो युएसए भिजा ग्रान्ट भयो अनि मेरो चाहिँ मास्टर इन डेटा एनालाइटिक्स कोर्स हो वेस्टर्न युनिभर्सिटीमा। अनि मेरो चाहिँ इन्टरभ्यू 10 AM मा थियो अनि म चाहिँ जस बिहानै 8 बजे गएको थिएँ। अनि त्यसपछि त्यहाँ 8 बजे छिर्दाखेरि चाहिँ अब सबै डकुमेन्टेसनहरू चेक भयो अनि भित्र छिरेँ, बायोमेट्रिकहरू भयो अनि मेरो चाहिँ जस फोटो चाहिँ मिलाएको थिएन अनि म फेरि बाहिर आएर फोटो चाहिँ करेक्सन गरेर ल्याएँ। अनि त्यसपछि त्यही इन्टरभ्यूको लाइनमा चाहिँ बसालिदिनु भयो अनि म चाहिँ काउन्टर नम्बर 7 मा कि कतिमा परेको थिएँ अहिले थाहा भएन। अनि योङ अफिसर हुनुहुन्थ्यो अनि त्यसपछि उहाँले चाहिँ मैले ग्रिट गरेँ, हेलो अफिसर हाउ आर यु भनेर। अनि म त ग्रिट ब्याक गर्नुभयो। अनि त्यसपछि त्यहाँ सुरुको क्वेसन चाहिँ मलाई चाहिँ मेरो ट्रान्सक्रिप्ट हेर्नुभयो अनि म चाहिँ 2020 पास आउट थिएँ। अनि त्यसपछि 22 ग्रेजुएट भनेर भन्नुभयो। अनि त्यसपछि आई हेभ कम्प्लिटेड माई ब्याचलर डिग्री इन 2022 भनेर भने। अनि त्यसपछि 3 इयर्सको ग्याप थियो अनि त्यसपछि के गर्यो ग्यापमा भनेर सोधेको। अनि मैले चाहिँ इन्टर्नसिप अनि जस काम पनि गरेको थिएँ अनि एउटा अर्गनाइजेसनमा। त्यो अर्गनाइजेसनको नाम लिँदाखेरि चाहिँ किन यहाँ आएको अनि त्यसपछि तिमी अहिले काम गर्दैछौ अनि जस त्यो एक्सप्लेन गर भन्नुभयो चाहिँ यहाँ चाहिँ अब के को लागि आएको भनेर। अनि त्यसपछि मैले चाहिँ अब त्यो चाहिँ क्रस क्वेसन थियो अनि त्यसपछि त्यही मैले एन्सर प्रिपेयर गरेको थिएँ त्यसको पनि अनि भने। अनि वाइ दिस युनिभर्सिटी सोध्नुभयो। अनि त्यसपछि त्यसमा चाहिँ मैले एउटा प्रोफेसरले गरेको रिसर्चहरू चाहिँ अब्जर्भ गरेको थिएँ अनि त्यो चाहिँ रिसर्च चाहिँ विच इज अ लिटल बिट सिमिलर टु द प्रोजेक्ट द्याट आई प्लान फर माई थेसिस भनेको थिएँ। अनि त्यो वाट काइन्ड अफ रिसर्च भन्नुभयो क्या। अनि त्यही मैले चाहिँ त्यो प्रिपेयर गरेको थिएँ, त्यो रिसर्चको बारेमा राम्रोसँग भनेको थिएँ। अनि त्यो चाहिँ जस राम्रो मान्नुभयो क्या, वाउ भन्नुभएको थियो त्यो एन्सरमा चाहिँ। अनि त्यही अनि त्यसपछि लास्ट क्वेसन चाहिँ मेरो हुइज योर स्पोन्सर भनेर सोध्नु भएको थियो। अनि मैले त्यो एन्सर चाहिँ कम्प्लिट गर्न पाएको थिएन अनि त्यही भन्दै चाहिँ ग्रिन स्लिप दिनुभयो। अनि त्यतिखेर चाहिँ कस्तो लाग्यो त? त्यति बेला त अब एकदमै के भयो होइन, एकछिन त म त उनै भइसकेको थिएँ, भिसा लाग्यो टाइपको भयो नि त, केही सोच्न पनि सकिरहेको थिएन। अनि ग्रिन स्लिप लिएँ, म त उफ्रिँदै बाहिर निस्केँ। त्यही गादाले ल बताइसो दिइराख्नु भएको थियो। अनि ठिक छ अनि थ्याङ्क यू भने। हजुरलाई हैन आफ्नो भिजा ग्रान्ट हुनुसम्म चाहिँ द नेक्स्टले चाहिँ कसरी हेल्प गर्यो? म चाहिँ सुरुमा चाहिँ सोसियल मिडियाबाट चाहिँ थाहा पाएको धनेश भन्ने। अनि त्यसपछि मैले चाहिँ सोना म्यामसँग सुरुमा काउन्सिलिङ लिएँ। त्यसपछि मैले चाहिँ अब राम्रै गर्नुभयो डकुमेन्टेसनमा चाहिँ श्रेणी म्यामले एकदमै हेल्प गर्नुभयो। अनि इन्टरभ्यू प्रिपरेसन क्लास नि भयो। अनि त्यसपछि जस धेरै हेल्प भयो। हजुरलाई अहिले हेर्दै हुने अरू स्टुडेन्टलाई चाहिँ के सजेस्ट गर्न चाहनुहुन्छ? अब त्यही हो, भिजा युएसए को भिजा ल्याउनु छ भनेपछि द नेक्स्ट आउनुहोस्। अनि एकदमै डकुमेन्टेसनमा चाहिँ सबै कुरा हेल्प गर्नुहुन्छ। इन्टरभ्यू क्लासहरू चाहिँ एकदमै इफेक्टिभ नै हुन्छ, जस राम्रै छ। ओके, वन्स अगेन कङ्ग्रेचुलेसन्स। थ्याङ्क यू म्याम। हस्, थ्याङ्क यू म्याम।